जिन्दगीको गोरेटोमा तिमीहरूले उठाएको 300 रुपैयाँ मात्र क्याम्पा खाऊ जाऊ। त्यसपछि जज नगरिदिनु होला, जितले हामीलाई कति गर्दाखेरि त्यो हामीलाई थाहा छ। पिकनिक गेट हो नि। दुई गरिबलाई चाहिँ हामीले यसरी दिएको छौँ साथीहरू। पैसा वन मान्छेको बच्चा हो क्या यार यो त। फर्काइराख्नु भएको छ वनको मान्छे। आगो साउ लाग्यो भने जिम्मेवारी को बन्ने हो? हेलो एभ्रिवान, वेलकम ब्याक टु आवर युट्युब च्यानल। सो साथीहरू, आज चाहिँ म यहाँ बारीबाट भिडियो स्टार्ट गर्दैछु। आज मैले खासमा हाम्रो यहाँ केटाकेटीहरूलाई जोसाएर पिकनिक खुवाउँदैछु साथीहरू। जोसाउनु त जोसाए, लास्टमा आफै फेरि फसे साथीहरू। कसरी भन्नुहुन्छ भने केटाकेटीहरूलाई जाऊ, आज चाहिँ अब हामी बसिरहेको थियौँ, यिनीहरू पनि बिदा छ नि त, यिनीहरूले झ्याउ 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 गरिरहेको थियो साथीहरू। त्यो भएर चाहिँ यसो यिनीहरूलाई भुलाउँछु भनेर चाहिँ जाऊ घरबाट पैसा उठाएर ल्याऊ, 50-50 रुपियाँ नै 100 रुपियाँ भने 100 रुपियाँ घरबाट दिँदै दिएनन्। फेरि आए फिर्ता भएर केटाकेटीहरू, फेरि जाऊ त 50 रुपियाँ लिएर आऊ भनेर भने 50 रुपियाँ 1 घन्टासम्म कचोच गरी गरी लिएर आए। 300 रुपियाँ उठाए साथीहरू। अनि के भने त रोस्ट गरे। अनि त्यहाँ माथि अझ बढ्दै गयो के अरे कोकाकोला के अरे त्यो नाम क्याम्पा अरे। क्याम्पा फेरि यतातिर भाइरल रहेछ साथीहरू। के हो यो हामीले त अहिलेसम्म खाएको छैनौँ क्याम्पा। अनि त्यही माथि फेरि त्यसमा थप्यो भुजा अनि खाने भन्ने कोसिस गर्नु लाग्यो। अब 300 रुपियाँ छ, 1 किलो मासु पनि नआउने भयो। त्यसपछि मेरो बुढोले प्याच्चै पारेर बोल्यो साथीहरू। खै यता आउनु त बेबी। मेरो बुढोले फेरि प्याच्चै पारेर बोल्यो साथीहरू। होइन अरू पैसा त म हाल्छु, ल हेर्नुहोस् यता राजा साहब। न हाल्छु त भनेन बारे मैले। तपाईँले के भन्नुभयो अरे? मैले यिनीहरूलाई क्याम्पा मात्रै खुवाएर पठाउने हो। त्यही हो। 300 रुपियाँ त्यस्तो कहाँ पाइन्छ त? तिमीहरूले उठाएको 300 रुपियाँ मात्र क्याम्पा खाऊ जाऊ। त्यसो फिर्ता दिन, हामी चटपट बनाएर खान्छौँ। म त्यही क्याम्पा म त्यही खान्छु। पसलबाटै लगेर जाऊ त्यहीबाट। यो यिनीहरु त फेभरेट हो मेरो। जहाँबाट हामीले किनेको पसल चिनाइदिन्छौँ त्यहीबाट लगेर। नाइ यही खान्छु। के भन्नु पैसाले क्याम्पा आयो नि बेबी। क्याम्पा भनेको फेरि 100 रुपियाँको एउटा बोतल आउँदो रहेछ साथीहरू। अनि 300 रुपियाँको क्याम्पा आयो यिनीहरूको। अनि त्यो भएर चाहिँ अरू पैसा हामीले हालेर अब 1.5 किलो मासु ल्यायौँ, 4वटा भुजा ल्यायौँ, क्याम्पा सबै गरेर चाहिँ साथीहरू। अब हामीले यहाँ केटाकेटीलाई आज पिकनिक खुवाउँदैछौँ साथीहरू। केटाकेटीहरू पनि यति धेरै छन्, फेरि यहाँ टुवा पारेर बसिरहेको छन्। खै त ल्याउ त लाड्नु। हेलो अनि साथीहरू ल बस तल बस त। अलि उता यिनीहरू फेरि क्यामेरामै घुस्छन् क्या साथीहरू। समस्या यो छ, अलि पर गए पनि देखिन्छौ क्या। अलि पर ल। अनि साथीहरू यिनीहरूलाई चाहिँ के ल्यायो त्यो पनि भन। पैसाको साथसाथमा को कसलाई के पर्यो? टमाटर, मैले प्याज, मैले टमाटर, मैले दाउरा, अस्मिले मैले जिरा के ल्याएको हो। अनि तैले मैले खुर्सानी र जिरा, अनि यसले तेल। ल हेर्नु साथीहरू, यसरी पनि उठाएको है। फेरि पैसाको साथसाथमा एउटा हामीले चिट बनाएर केटाकेटीहरूलाई चाहिँ के पर्छ, जसलाई जे पर्छ त्यही ल्याउने भनेर चाहिँ हामीले यसरी उठाएर पनि ल्याइसकेको छौँ। दाउराकोलाई परेको दाउरा उसलाई एलिसले ल्याएको दाउरा। फेरि काँचो दाउरा लिएर आएको छ साथीहरू। यस्तो घाटा ल हेर्नुहोस्। अब यसरी चाहिँ आज हामीले पिकनिक खुवाउँदैछौँ साथीहरू केटाकेटीलाई होइन। अनि तपाईँहरूले लाउनु त बेबी, हाम्रो फेरि क्यामेरा फुटेर आइरहन्छ। अनि केटाकेटीहरू तिमीहरू चाहिँ एक्साइटेड छौ कि छैनौ? बहुत धेरै छन्। ल पिकनिक खाएर नाच्ने पनि है फेरि लास्टमा। डेक त अहिले भइहाल्छ नि। इन्तजाम अहिले भर्खर जुक्ति लगाएको थियौँ। अब इन्तजाम डेक सोचिरहेको थियौँ अघि ल्याउन जान्ला। इन्तजाम हुन्छ, फेरि इन्तजाम भइगयो। ल साथीहरू फेरि मेरा साथीहरू फेरि धेरै ठुल्ठुला हुनुहुन्छ। अब केटाकेटीहरूलाई यसो टाइम पास पनि बनाऊँ। उनीहरू फेरि हामी जहिले पनि यहाँ आयौँ भनेपछि रमाइलो मान्छन् के। भिडियोमा आउने, भिडियोमा अब यस्तो गेमहरू खेलौँ आम भन्ने तिमीलाई रमाइलो लाग्छ लाग्दैन? हामी आएपछि हामी गयो भने मिस गर्छौ कि हामीलाई कति यसले गर्छ क्या हो धेरै। यो पो बोल्छ छिचुरी बेबी। मेरो बधाई हाँस्देऊ त बधाई एकचोटि। ल साथीहरू अब चाहिँ छिटो बनाऊ, त्यसपछि भेटौँला। साथीहरू यो चाहिँ 2 ठाउँ भयो, अब 3 ठाउँमा चाहिँ सर्दैछ हाम्रो गस्ती। ल समात। कुर्ची होइन ल तिनीहरू समातेर हिँड। आगो ल गाह्रो छ साथीहरू, गाह्रो छ। ल हिँड छिटो दुरा। ल साथीहरू जङ्गल पनि घर अगाडि छ ट्याक्कै पारेर। त्यो भएर चाहिँ हामी धेरै भित्र त नजाने, यहाँनिर मान्छे गइराख्ने बसिराख्ने ठाउँमा चाहिँ
मस्तले पिकनिक भनेपछि अलिकति भाइब्स पनि मिल्न पर्यो नि त साथीहरू। सो गाइज फाइनल डेस्टिनेसन चाहिँ इज द बेस्ट साथीहरू है। अहिले चाहिँ हामी छौँ हाम्रो बाबाको घर अगाडिको जङ्गलमा। हामी धेरै टाढा पनि गएको छैनौँ साथीहरू। लाइजाइ ले अब यहाँनिर बस हामी धेरै टाढा पनि गएको छैनौँ साथीहरू। ठ्याक्क बाटोदेखि अलिकति भित्र आएको छौँ होइन। अब पिकनिक बनिसकेपछि त्यो घर वरिपरि मजा आएन क्या साथीहरू। यसरी खोजी खान पाइन्छ। अब ठाउँमा आएपछि भयो पुग्छ अब। ल अब भयो अब बस ल अब बल खेल तिमीहरू। ल जाऊ बल पनि भेटा खाने यिनीहरूले। नउठाउ खेल। ल यसरी खेल्न पनि पाइन्छ। खासमा यो चौर रहेछ साथीहरू। पहिला यहाँ बल खेल्नुहुन्थ्यो अरे। अब यो अहिले युजमा नआएर चाहिँ पुरै झाडी भएको रहेछ। अनि त्यो भएर चाहिँ हामी यहाँ आएको छौँ होइन। अब अलिकति भाइब्स पनि मिल्यो नि त होइन बेबी। मजाले पिकनिक यहाँ केटाकेटीहरूलाई जोसाको आज। तर यतिकै पानीको समस्या छ। पानी पनि अलिकति उतापट्टि त छ। यहाँ जङ्गलमा त छ नि त। केटीहरू ल्याउनु गएको छन् साथीहरू। अब मस्तले यहाँ केटाकेटीसँग रमाउनु पर्ने हुन्छ साथीहरू। ल बनाउनतिर लागौँ अब। ल अब अर्को केटापाटी अब जामिन कलकत्ता। ल फेरि एकचोटि सावनको पानी चिसो चिसो मौसम छ तातो जवानी मुटु मेरो डुब्न थाल्यो नि किन होला मायाको औषधि। खै त नाचेकै भएन नि। सुहाको कालो कोठी गालैमा हल्यो मेरो कम्मर रक्सीको तालैमा त्यही कालो कोठीले फसायो नाच्न त आउँदैन त्यही रक्सीको नसाले नचायो त्यही रक्सीको नसा। अब उठिङ हिले खबर भनिहाले मुखै फोरेर मुनिस दाजै भन्न थाले हातै ओइ कता कता गयो गाना
ल आफै गाऊ त आफै गाऊ बाहुन दाइ भनेर ए ल ल ल ल ल फेरि गाऊ 1 2 3 गो झ्याप्पै 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 आए बाहुन दाइ ज्यानै लाएर हेरिरहे मैले पनि मनै लाएर अचम्मै भो उनको माया झनै लाएर अचम्मै भो उनको माया झनै लाएर स्याबास पैसा तसँग ए पैसा मसँग ए पैसा तसँग ए पैसा तसँग ए पैसा पैसाको अम्बानी पैसाले बनाइदिन्छ पैसा पैसा ए पैसा पैसा बबाल बा ओ माई गड गाइज म चाहिँ एकछिन बाहिर के गएको यहाँ त जिङ्गालाल हुरहुरु पनि मान्छे आउनु भएछ त वनमा त वनभोज खान होइन यो मान्छे कहाँबाट लिएर आएको कान्छी हो एक्लै कहाँ वन मान्छेको बच्चा हो क्या यार यो त बाबु तिमी वन मान्छेको बच्चा हो ऐ नेपाली बोल्छ त थाहा छैन भन्छ त काँठे तिमी कसको बच्चा हो बाबु कसैको बच्चा हैन ल ल कहाँदेखि आएको तिमी आकाशबाट ए भगवान यसो जंगलबाट कस्तो गर रे ओइ जंगलबाट आएको भन ल नाच त खै 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 कस्तो नाच्दो रहेछौ जिङ्गा लाला हुर 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 जिङ्गा लाला हुर या 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 मेरा बाबा यस्तो नाच्ने त्यो वन झाँक्री कहीँ देख्नु भएको साथीहरू तपाईँहरूले आज के वनमा पिकनिक खान आएको साथीहरू यस्तो वन झाँक्री भेट्थ्यो ल हेर्नुहोस् त खै खै नाच्दो रहेछ वन झाँक्री पनि देखाउनुहोस् त हजुर तपाईँको कला या 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 नाच्यो वन झाँक्री ल हेर्नुहोस् जम्मा त उनी नि यस्तो पनि नाच्न जाने रहेछ वन झाँक्री कहाँबाट आउनुभयो तपाईँ यतैबाट आएको आकाशबाट आएको हो र अनि के छ त तपाईँको हालखबर ठीक छ सन्चै हुनुहुन्छ सन्चै छु सास चलिरहेछ मुटु ढुकढुक गर्छ नै गर्दैन ए बाघले खान्छ ल गजब रहेछ त यार साथीहरू यहाँ त यहाँ ए हे 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 मोज मस्ती पनि गर्न पाइने खाना पनि पाइने होइन यहाँ त पिकनिक त दमदार भएछ त टोलीहरूलाई त अघि आइफोनमा तिम्रो नराम्रो आएको थियो बरु एन्ड्रोइडमा बब्बाल आएको छौ तिम्रो सेक्सी यस्तो राम्रो देखेछन् ओहो हो 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 ओहो हो 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 भाइलाई जिङ्गालालाई हुरहुर गराउने आफू चाहिँ उभिने सो गाइस अब चाहिँ हाम्रो रेडी भइसक्यो सबै खानपिनहरू अब हामी खानातिर लागेको साथीहरू आजको हाम्रो यो खाना यही हो है घर गएर कोहीले पनि केही खान नपाउला किनकि घरको मान्छेले गएर वनमा तिमीहरूले मात्रै खाने घरमा पनि आएर खाने भनेर चाहिँ आज फर्काउन सक्छन् त्यही भएर चाहिँ सावधान हुनु होला अब यहाँ मैले हाल्दैछु सबैलाई आज त किरा पनि खाइन्छ सिरा पनि खाइन्छ हजुर आज त जङ्गलमा आएपछि त हामी त जे पनि खान्छौँ हो वन मान्छे सन्चै छौ म त सन्चै छु किन नसन्चो नि र तिमी यहाँ कहाँबाट आयौ जहाँबाट पनि आउन सक्यो सो गाइज अब चाहिँ हाम्रो वनभोज पार्टी हुँदैछ यहाँ हेर्न सक्नुहुन्छ तपाईँहरूले हाम्रो गाइजहरूले यहाँ वनभोज खान्छ अरू पनि आउनुभयो दर्शकबिन महानुभावहरू वनको मान्छे यहाँ कसले पिकनिक गर्ने भन्यो अरे बेबी वनको मान्छे आयो पैसा दिएपछि बल्ल खान पाइन्छ नत्र खाने बेलामा आउने के चल्नु रहेछ यो जङ्गलको मान्छेको दङ पऱ्यो म त ल हेर्न सक्नुहुन्छ साथीहरू त्यहाँ वनको मान्छेहरू आएर यहाँ हामीलाई अलिकति फर्काइराख्नु भएको छ वनको मान्छे खड्काजी हामी खड्काजीको पाहुना हो साथीहरू जङ्गलमा आगो लाग्यो भने खड्काजीलाई समात्नु होला हामी केही जान्दैनौँ यो बारेमा हामी बजारका मान्छे भन्नु अनि हामी त पाहुना हो नि त उहाँको घरमा आएको पाहुना अब पाहुनालाई घरमा बनाएर नखुवाएपछि त हामी जङ्गलमा दौड्नु परेको छ यहाँ खड्काजीको घर खान नपाएर यहाँ जङ्गलमा दौड्यौँ साथीहरू हामी बहुत कडा हुने
यो बोतल नखाल्नु बोतल घर ल्याउनु फेरि अरू त्यस्तै हो मलाई कस्तो छाल पर्यो यो पिकनिक भयो अब भयो यिनीहरूको दिनभरिको प्लानिङ अहिले हो देवेन्द्र बस नि तिमी पनि यार म ठाउँ होइन उता लास्ट टाइम बस्छ तिमी खानु न बाबा थाली छैन फेरि थाली छैन फेरि जङ्गलमा आएको फाइदा के हो कटरा रहेछ त खाने मुखलाई जुङ्गाले छेक्दैन भने किल्टोको मछेले खान्न भनेर भन्छ कि भनेर थाहा छैन भनेको उहाँलाई दाइलाई नि कसलाई एक जाने उडामा हेर्नु तपाईँ खानु न त ल्याउनु त तपाईँलाई ल्याउनु न अलिकति खानु दाइ लाउनु पाइन्छ बाबा यता बोतलमा नै मन्दिरमा माछा मासु खै केटाकेटीहरू खै कस्तो भयो खाना चेस पनि हानेन यार यिनीहरू त यार सबैजना कत बिटाउ रोक राम्रोसित म आउँछु त्यहाँ रेकर्ड गर्न तिमीहरू दुईचोटि चेस गर्नुपर्छ है एकचोटि रिल्सको लागि एकचोटि भिडियोको लागि सो साथीहरू अब चाहिँ यहाँ टोलीहरूले खाँदैछन् ल चेस हानिदेऊ है रोक रोक भएन रोक न अहिले भएन ल अब चेस हान तिमीहरूले र रेडी हो यताको दुई गरिबलाई चाहिँ हामीले यसरी दिएको छौँ साथीहरू तपाईँहरू केही भन्न चाहनुहुन्छ यहाँ आएर साथीहरू कहीँ कतै देख्नु उहाँहरूलाई बिचरा उहाँहरू चाहिँ अलिकति हङकङबाट चाहिँ बारीविरित नै हङकङ होइन के अरे बेलारुसबाट चाहिँ बारीविरित भएर आउनुभएको साथीहरू अनि यसरी चाहिँ हामीले दिइहाल्यौँ कि फेरि हामी यस्तो फेरि चित्तले ठुलो छ कि हाम्रो मन टिठला आएर साथीहरू हेर्नु बसाइ हेर्नु न साथीहरू बसाइ पनि ठ्याक्कै के बारीविरित न अलिक थ्याच्च बस्ने होइन र राम 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 स्वागत गर्ने भनेको यस्तैमा हो ल हेर्नु यतातिरका धनीका छोराछोरी हुन् साथीहरू यिनीहरू भिआइपीका उतातिर चाहिँ बाढी भुजा खाउन पायो ओहो झोलबाट सबै सुकेछ है ढिलो भयो कस्तो छ माछा मासु भन त माछा मासु मासु बब्बाल छ एकचोटि यहाँ गुड भनेर देऊ न त ल म यहाँनिर जान्छु अब एउटा यसरी तिमीले यस्तो गर अनि त्यसरी यसरी गर ल आउनु न तपाईँहरू पनि यता पछाडि यस्तो गर्ने कि यहाँ म स्क्रिनसट लिन्छु कि फोटो मेरो हात आएन त म यहीँबाट ल्याइदिन्छु मेरो हात आएन हो त्यो राख्नु त मेरो हात आएन यस्तो गरौँ थाहा छ के त त्यो आहो तिमी पनि आहो त्यस्तो ढल्किनु पर्दैन कान्छी अलि अलि तल गर्नु भयो यसरी ल अलि अलि यता आउनु अलि अगाडि दा अलि अगाडि आउनु यसरी अलि माथि उठ्नु बाबा ल रेडी 1 2 3 गो कान हुनु पर्यो कि अलिक गतिलो ल भयो दिदी तपाईँले भन्नुहुन्छ त के अरे पैसा उठाएको मान्छेले मात्रै खाना पाइन्छ भनेर यहाँ त पैसा नउठाएको मान्छेले पनि खाएर गयो त को उहाँ भनेको बाढी पीडित भएको मान्छे बुझ्दैन है घर पैसा माग्नु है
वन जङ्गलको मालिक हो यिनीहरू के भनेदेखि तपाईँले भन्नुभएको थियो त पैसा उठाएको मान्छेले मात्र खाना पाउँछन् पैसामा उठाएको मान्छेले खाएर गए त गरे यहाँ चाहिँ पक्षपात गरिरहेछन् साथीहरू उहाँहरू भनेको जङ्गलको मान्छे अनि फेरि जङ्गल यहाँ पैसा दिन्छ जस्तो कहिले जङ्गल आएको बाबु 150 लैजान्छन् हामीले उहाँ लटरेर खाना गएको 150 लैजाएको पैसा अनि यहाँ त अनि यति एक छा खाएर त भयो त अनि फाइदा त अनि फाइदा हो नि झन् किनकि आउनु बेबी दुई खानु क्या सँग लागेको मान्छे नखाने एक गाँस खानु आउनु केही पेट फुट्दैन गाई चाहिँ ह्याप्पी न्यु इयर भएको त न्यु इयरको पार्टी त न्यु इयरमा बनाउनु पर्छ न्यु इयरको पार्टी त भएको त अलि न्यु इयर त चल्यो त वैशाखको महिना पनि ह्याप्पी न्यु इयर ड्रिङ्क ड्रिङ्क पानी वाटर आउनु राख्नु ल साथीहरू खानासाना खाऊँ अब वाटर 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 अब चाहिँ हाम्रो यो खासमा साँझकै खाना भइहाल्यो साँझ पनि पढ्न लाग्यो साथीहरू त्यो वर्ष अब वनभोज पिकनिक जे भने पनि साँझको खाना भने पनि जे भने पनि होस् यो भयो यो चाहिँ होइन सबै केटाकेटीलाई पनि थपियो सबै केटाकेटी पनि अगाए अब चाहिँ हामी पनि खाइदिएको हामी भन्दा नि मनी खाएको मेरो बुढलाई चाहिँ मन छैन अरे खाना त्यो मन छ भएर यार अब मेरो मुख लोभ्यो अब अलिकति भुजा थाहा भयो त ल्याउँ त भगवान मिठो भएर रहेछ यार एकटा खाए यिनीहरू त त्यही भएर त गममा गम खाएर रहेछ ल गाइस मिठो छैन भनेको त वनभोज बब्बाल बनाएर रहेछन् है टोलीहरूले दामी छ बस्ने त ल है साथीहरू यिनीहरू चाहिँ पिकनिक खाएर फर्किँदै गरेको अवस्था ल हेर्नुहोस् त ओहो हो यो पिकनिकै टोली आज पिकनिक खाएर फर्किए माई गड गाह्रो छ हो गाह्रो छ यो पिकनिक हेलो 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 यो पिकनिक खाइयो अगाइयो चुलो बोकेर आइयो साथीहरू यहाँ चाहिँ अब बुढाबुढीको रोमान्टिक पारा चल्दैछ है ल है ल हेर्नु जिन्दगी गोरेटोमा आउँदैछ है साथीहरू बुढाबुढीको 3, 2, 1 ल जिन्दगीको गोरेटोमा एक्लै हिँड्नु पर्यो भन्ने त बेलारुसबाट त्यही भएर आएको त्यही भएर आएको उहाँबाट एक्लै हिँड्नु पर्यो भन्ने त सो गाइस आज हामीले पिकनिक खायौँ साथीहरू होइन हाम्रो केटाकेटीहरूलाई जे सब एउटा रमाइलो वातावरण गरायौँ होइन अनि तपाईँहरूले चाहिँ सानसानोमा यसरी पैसा भए पैसा अनि घरबाट हुन्छ नि आफूले उठाएर अब नुन तेल यसरी घरबाट चोरेर लगेर चाहिँ यसरी खानु भयो कि भएन साथीहरू बारीमा गएर सानसानोमा त अब जङ्गलतिर पनि गइन्थेन बारीतिर गएर चाहिँ हामीले आफ्नो रहर मेटेको है मैले चाहिँ तैँले गरेस् किन यस्तो मैले गर्नुभन्दा पनि मैले त्यस्तो चाहिँ गरेन तर हामीले चाहिँ सानामा चाउचाउ वाइवाई चाउचाउ हुन्छ नि त्यो चाउचाउ चाहिँ 10 रुपियाँ उठाएर यहीँ हाम्रो के यहीँ केटाकेटी सानोमा उठाएर बारीमा चाहिँ त्यहाँ बारीमा चाहिँ पकाएर चाहिँ खाथ्यौँ हो यस्तो चाहिँ गरिन्छ सानसानोमा एकदम रहर लाग्छ कि साथीहरू पिकनिक भनेपछि घरमा बनाएर खानुभन्दा घरमा बनाएर त सधैँ खाइन्छ होइन घरकै आफ्नै बारीमा गएर खायो भने पनि केटाकेटी खुसी हुन्छन् कि पिकनिक भनिसकेपछि साथीहरू त्यो भएर चाहिँ आज हामीले पनि केटाकेटीसँग यसो रमायौँ होइन हजुरहरूले पनि पक्कै पनि सानोमा कोही कतै त यतिको चाहिँ गर्नुभयो होला साथीहरू होइन हामीले पनि एकदम धेरै इन्जोय गर्यौँ साथीहरू अनि आजको भिडियो छोटो मिठो के त्यो के म भनौँ भन् के त्यो के अस्ति मदर्स डे थियो नि त्यसमा एउटा कमेन्ट आएको थियो के हेर्नु गयो कि नै मैले पनि देखेको थिएँ भनौँ भन्न के हो भन्नु त्यो के आएको थियो भनेपछि मलाई त्यो मन परेन के भएको छ यो टिकाले गरे के गर्छ गरे अघि पछि के हाम्रो हुन्छ नि मम्मी साइला मैलाई भिडियोमा लिएर आउँछ गरे युज गर्छ गरे अनि मदर्स डेमा गरे एउटा चुरा मात्र दियो गरे अनि कपडा दिए हुन्थ्यो भने आएको थियो अब है अब दिदीले कति गर्नुहुन्छ भने त्यो त हामीलाई थाहा छ कसको मन हुँदैन र दिनलाई हो किन आफ्नो अवस्था पनि हेर्नु पर्यो अनि अर्को कुरा मलाई चाहिँ के लाग्छ भनेपछि अब हामीले आमा औँसीमा है अब ठुल्ठुलो गिफ्ट दिनु सुनेको गिफ्ट दिनु कि नै तर मनमा के हुन्छ नि त मैले यति दिएँ यस्तो गरेँ भने त्यो मनमा एउटा देखाउनको लागि त्यो दिनु र एउटा मिठाई दिनुमा धेरै फरक हुन्छ के त्यही भएर यसै जज नगरिदिनु होला दिदीले हामीलाई कति गर्नुभएको त्यो हामीलाई थाहा छ हाम्रो माइली आमालाई सबैलाई थाहा त्यही भएर एउटा सानो चुरामा पनि माइली आमा कति खुसी हुनुभएको थियो त्यो सबै कुरा देखाएर नै दिनुपर्छ धेरै दिएर माया हुने र थोरै दिएर माया नहुने त्यो भेदभाव गरेर युज गरेर त्यस्तो हुँदैन त्यो यस्तो कमेन्ट नगर्नु होला देख्नु साथीहरू मेरो कति ठुली भइसक्यो त्यो कस्तो हो भने साथीहरू अब
हो मैले त्यो कुरा पनि मैले नदेखाएर दिन सक्थेँ होइन, किनकि मैले देखाएँ, किनकि मलाई त्यो मन छ, मैले देखाउन मन थियो, मैले देखाएँ होइन। मात्र पनि त्यो एउटा चुरा दिएको के देखाउने त्यस्तो पनि हुन्छ नि त। मैले पहिले सोच्थेँ नि त कि भ्युअर्सले चाहिँ कुनै कोही कोही हुनु होला, सबैले त मलाई त्यसरी जज गर्नुहुन्न, कोही कोहीले जज गर्नुहुन्छ नि त, किनकि आमा औसीमा पनि कस्तो एउटा चुरा लगेर गएको होइन, त्यस्तो भन्ने पनि हुनुहुन्छ नि त। किनकि त्यो सोचेर पनि मैले यो कुरा नदेखाउन पनि सक्थेँ, तर किनकि जे भए पनि एउटा मैले मायाले दिएको, मनदेखि दिएको होइन, त्यो कुरा चाहिँ मलाई देखाउन मन थियो र मैले देखाएँ। यस्तो अब कसैले चाहिँ बुझ्नुभयो, कसैले चाहिँ यो देख्नुभयो कि चुरा दिएको देख्नुभयो र चुरा दिनुभन्दा 2-3 दिन अगाडि कस्तो कन्डिसन थियो दिदीको, आमालाई त्यहाँ त्यस्तै राख्नुभयो के कस्तो भयो भने त्यो पनि त बुझिदिएको भए त राम्रो हुन्थ्यो। अब यस्तो हुन्छ नि साथीहरू, देखेर जज नगरिदिनु होला, किनकि अब सबै कुराहरू आफैले गर्नुपर्ने हुन्छ। व्यवहारिक भइसकेपछि आफ्नो टाउकोमा चाहिँ सबै कुराहरूको चाप परिसकेपछि होइन, कति कुराहरू मन हुँदा हुँदा पनि गर्न सकिन्न र कति कुराहरू भएर पनि मान्छेले गर्दैनन्। हो त्यसमा फरक छ के, भएर नगर्नु र मन हुँदा हुँदा नगर्नु, समय परिस्थितिले गर्न नदिनुमा पनि फरक हुन्छ साथीहरू होइन। मैले गर्थेँ नगर्ने होइन, मलाई चाहिँ मन थियो तर मैले योचोटि गर्न सकिनँ भनेर मैले भनेको थिएँ नि त, किनकि मैले मन हुँदा पनि मैले योचोटि गर्न सकेन, जहिले सक्छु मैले त अहिले गर्छु होइन। अनि साथीहरू अब यस्तो पनि लाग्छ कि मदर्स डेमा मात्रै दिएर खुसी हुने होइन कि, अरू बेलामा वास्तै छैन, मदर्स डेमा मात्रै देखाउनको लागि या भने भिडियोकै लागि मात्र, मैले भिडियोकै लागि हो भने त मैले जसरी पनि ल्याएर दिन्थेँ भिडियोमै देखाउनको लागि। भिडियोमा लागि देखाउनको लागि पनि त अब आफ्नो सामानहरू हुन्छ नि त, आफ्नो सुनहरू हुन्छ, तिलहरीहरू भयो, त्यो भिडियोको लागि मात्र लाउनुहोस् न तपाईँलाई ल्याएर देखाइदियो भनेर त्यो भिडियोमा हजुरलाई त थाहा हुन्न नि त हामीले के गरेको हुन्छ। त्यो तिलहरी दियो अनि पछि छराएर लग्यो, त्यो चाहिँ केही अर्थ भएन नि त। त्यो एउटा कन्टेन्टकै लागि सोच्ने हो भने, भिडियोकै लागि सोच्ने हो भने जसरी पनि गरिन्छ साथीहरू, तर देखावटी गर्नु मन छैन, जे हो रियालिटी त्यही देखाउनु छ, त्यो भएर फरक हो होइन। तपाईँ अब त्यो भन्ने मान्छेहरूलाई थाहा छ को हो त्यस्तो। अब ठिकै छ, जसले पनि भन्नुभयो धन्यवाद छ हजुरलाई। हजुरले चाहिँ अब गएको भिडियो हेर्नु भएको थिएन या कुन तरिकाले जज गर्नुभयो हामीलाई थाहा छैन होइन। त्यो भएर अब ठिक छ, जसले जस्तो नजरले हेर्छ त्यही नै हो। फुलको आँखामा फुलै संसार र काँडाको आँखामा काँडै संसार हो साथीहरू होइन। त्यो कुरालाई मैले अब नेगेटिभ लिइनँ, मेरो बहिनीलाई चाहिँ चित्त दुखेको हो त्यसले गर्दा, किनकि हाम्रो आन्तरिक कुराहरू सबै कुराहरू थाहा छ नि त उनीहरूलाई, सबै कुराहरू थाहा छ। अब तपाईँहरू एकछिनको भिडियो हेर्नु र भित्री आन्तरिक कुराहरू बुझ्नुमा धेरै फरक हुन्छ, त्यही नै हो साथीहरू। अनि आजको भिडियो चाहिँ अब हामीले यही नै गर्न जाँदैछौँ। आजको भिडियो के कस्तो लाग्यो, मन पर्यो भने लाइक, कमेन्ट, सेयर एन्ड सब्सक्राइब गर्नु होला र फेरि भेटौँला नेक्स्ट भिडियोमा।